बिस्तारै हैन बिस्तारै एकदम अप्ठ्यारो छ एकदमै चाहिँ यस्तो अवस्था छ मलाई चाहिँ जसरी पनि हाम्रो साहस रहन्जेल बिरामीलाई चाहिँ बचाउने प्रतिबद्धताका साथ हाम्रो सुरक्षाकर्मी सरहरूलाई धेरै धेरै धन्यवाद उहाँलाई चाहिँ यसरी हामीलाई चाहिँ यस्तो सपोर्ट गर्नुभयो यो भिडियो हाम्रो नेपाल सरकारको अहिलेको हालको प्रधानमन्त्री हाम्रो बालेन्द्र शाहज्यूलाई चाहिँ पुगोस् उहाँले चाहिँ यो भिडियो हेर्नु होला उहाँले बोल्नु भएको थियो सुदूर अब दूर नै सुदूर धेरै दूर छ प्रधानमन्त्रीज्यू अब उहाँले बोलिदिनु भयो तर त्यो पीडा प्रत्यक्ष पीडा चाहिँ हामीलाई थाहा छ सुदूर त दूर छैन तर अहिले दूर कति छ भन्ने कुरा यो भिडियोद्वारा चाहिँ तपाईँ हेर्नु होला हामीले चाहिँ गाडी पुग्ने ठाउँमा अझै एक दिन भइसक्यो अझै हामी एक दिनमा अझै पुग्छौँ गाडी पुग्ने ठाउँमा तर उहाँहरूलाई बचाउन सकेन भने हाम्रो चाहिँ धर्म हुँदैन हामीले बोकेको पनि काम छैन जसरी बोक्यौँ पसिना छ हाम्रो चाहिँ पसिनाको फल उहाँहरूले चाहिँ बचाउन पायौँ भने हाम्रो त्यही नै धर्म हुनेछ उहाँहरू हाम्रो देवी देवता हाम्रो सबै उहाँहरूको पसिना हाम्रो धन सबै सम्पूर्णलाई चाहिँ थाती राख्दै उहाँहरूको ज्यान बाँचोस् भन्ने चाहिँ म एकदम शुभकामनाका साथ उहाँहरूलाई चाहिँ हामी आज मैताना भन्ने ठाउँ छ बाजुरा जिल्लाको मैताना भन्ने ठाउँ छ उहाँसम्म चाहिँ हामी पुर्याउनेछौँ त्यसका लागि चाहिँ यस्तो खटिनु हुने हाम्रो सुरक्षाकर्मीको बलहरू धुलाचोर प्रहरी चौकी वृक्ष प्रहरी चौकी सम्पूर्णलाई चाहिँ हामीलाई साथ दिनुभयो हाम्रो बिरामीहरूलाई हाम्रो ठाउँ हो म यहाँको लोकल हो यहाँको वार्ड नम्बर 6 को हिमाली गाउँपालिका वार्ड नम्बर 6 को स्थानीय बासिन्दा हो मलाई केही पनि छैन म कुनै दुखित पनि छैन तर यहाँहरू कोही पूर्वको हुनुहुन्छ कोही पश्चिमको हुनुहुन्छ कोही उत्तरको हुनुहुन्छ कोही दक्षिणको हुनुहुन्छ यहाँहरू सुरक्षाकर्मीले यत्रो हामीलाई चाहिँ साहस दिनुभयो तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद यो भिडियो चाहिँ हाम्रो अहिलेको एकदमै आश लाग्दो भरोसा मान्नुहुने हामी सँगैको प्रधानमन्त्री बालेन्द्र शाहसम्म चाहिँ पुगोस् धन्यवाद